हेलो नमस्ते सबैजनालाई तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा। आजको यो भिडियो भनेको चाहिँ मेरो फर्स्ट मुकबाङ हुन लागेको छ है। मेरो भिडियो यो चाहिँ मैले गाउँमा आएर बनाउँछु भनेर पहिला सोचिरहेको थिएँ। आजको मुकबाङ चाहिँ हाम्रो केराको पत्तामा भनेर केरे खान लागेको छौँ। अनि त्यही भएर चाहिँ हामी आज सबै गाउँले स्टाइलले बनाउन लागेको छौँ। हामी सबै खानेकुराहरू चाहिँ हामी आगोमा पकाउन लागेको छौँ। के खान लागेको छौँ भन्दाखेरि चाहिँ हामी 2 PM चाउचाउ चाहिँ स्पाइसीवाला खान लागेको छौँ होइन। आज म विकल अनि तोसी बुनु अनि हाम्रो म चाहिँ भर्खर आएर यहाँ खाजा खाँदै हुनुहुन्छ। भर्खर उता टाढीबाट आउनुभएको छ। अनि आज चाहिँ हाम्रो चाहिँ सबै हुन्छ नि गाउँले पाराले हामी खान लागेको छौँ। के अरे आगोमा पकाएर खान लागेको छौँ है खानेकुराहरू चाहिँ। त्यही तपाईँलाई म देखाउन गइरहेको छु हामीले कसरी पकाउनु गइरहेको छ हाम्रो चाउचाउ भनेर होइन। त्यो विकलले केही काम नपाएर डुलिरहेको छ। आछु अहिले यो चाहिँ हाम्रो बाथरुम हो। यो चाहिँ मेरो होम टुर पनि भइरहेको छ है सँगसँगै। हामी चाहिँ गर्दैछौँ है। हाम्रो गाउँको चुल्हा यस्तो छ। तोसी बुन्नु यहाँ 2 PM कोरियन रामेन गर्दै हुन्छ 5 प्याकेट। हाम्रो रामेन चाहिँ यसरी आगोमा पाक्दैछ है यसरी गाउँले पाराले। हाम्रो 5 प्याकेट यता आगोमा पक्दैछ है। गाउँले पाराले हामी खानु गइरहेको छौँ। तोसी बुन्ने बनाउँदैछ। त्यो रेडी भइसक्यो है। उता हाम्रो तोसी बुन्ने बनाउनु भएको। अब यहाँ बाइ द वे 2 PM पनि बुनले बनाउनु भएको। निशाले चाहिँ यसो भिडियो मात्रै बनाउँछ। परेवाले आएर खाइदिने त क्या चटपटे। कस्तो हुन्छ म खाँदिन। ल है हाम्रो चाहिँ चटपटे यहाँ यस्तो मजाले कस्तो राम्रो देखेको छ। तोसी बुनु चाहिँ अकबरे खाना छ 3टा अकबरे यता सुन्तला पिरो भयो भने यहाँ साइडमा काँक्रा र मुला छ। यो चाहिँ मेरो चटपटे छ यस्तो छ। र अब चाहिँ हामी खाना गइरहेको छौँ है। नमस्ते। आजको हाम्रो चाहिँ फर्स्ट मेरो भिडियो हुन्छ है मुकबाङ भिडियो। मेरो फर्स्ट टाइमै हामीले केराको पत्तामा खान लागेको छौँ। विकल चाहिँ भिडियो गरिरहेको छ है। अब हामी चाहिँ मेरो भाइ यहाँ बलराज मेरो भूमि खुसी हामी खान लागेको छौँ है। ल त ल आफ्नै सर्भिस खाने है। कस्तो हुन्छ अनुभव हामी चाहिँ केराको पत्तामा खान राखेको छौँ। हातले खाने होला नि केराको पत्तामा त। फेरि ऊ होला के अरे उनी टाँसिएला छिटो खाऊ न। अब यति पिरो भन्नु त आमा बुनुले चाहिँ पिरो खाँदै हुनुहुन्छ। तिमीहरूको चाहिँ 2 into स्पाइसी बुनुको चाहिँ 4 into है। ए होइन 5 into 3टा अकबरे थपेपछि त अनि ल कहिले छिटो खान्छ है ल। म चाहिँ थुक्नेले चाहिँ यिनीहरूको पेट दुख्छ भोलि। अब एक्कासी खोकी त्यो साह्रो खानु मन छैन। ब्याक म्युजिक परेवाले होइन ब्याक म्युजिक खोर्सानीले दिएर होला नि टुङ टुङ पिरो भएर। भाइले खानु सिद्धाउन आइसक्यो है। तिम्रो सबसे थोरै थियो। भाइ र बुनुको बराबर थियो। पिरो
बुनले हाल्यौ न छिटो क्या ड्याम कि ड्याम स्लो भयो यतिको खाना त नाना नभनेरी भात नखाने भयो यिनीहरूले अब पकाउनु त पर्यो नि त भात खाने हो छोरा लुको भात काट्ला हो भन्नु त बुनले दुइटा खाइसक्यो बुनुले दुइटा अकबरेको हत्या गरेको छ अर्को अकबरे यहाँ रेडी टु हत्या रेडी टु डाई लोकल काँक्रा हो कि नुन खोर्सानी हो अकबरे र नुन खोर्सानी अब काँक्रालाई यस्तो तपाईँ खाने अलिक नजिक त काहीँ काहीँ आवाज आउँछ क्या जबरजस्ती ननिकाल आज आफै आएको यो भिडियो त्यस्तो नबोलाउ न तिमी सबै काँक्रा क्राङ क्राङ त गर्छ त अनि हामीले यसरी खाएको घरकै खाएर अगाडि बसेर हामीले अगाडि बसिनहरू हामीले हाम्रो अगाडि बसिन त्यस्तो चाहिँ राम्रो भयो ये नानी की भी है आगे से सक्दैन होला प्राइस दिनु तिमीलाई प्राइज चाहिँ यो बर्तन धुने यो भाँडाहरू यसो अब क्लिन अप त गर्नु पर्यो जितेकोले यस्तो हो नि त जितेकोले अभियसली धेरै खान्छ होइन धेरै क्यालोरिज हुन्छ क्यालोरिज बर्न गर्नु पर्यो नि भाँडा माझेर इक्वल हुनु पर्यो नि ल भोलि तिमीलाई बाटोमा जाँदाखेरि पानीपुरी पनि हामी भरे खान सक्छौँ होला भन्ने मलाई पुरा भइरहेको तर हामी खान सक्छौँ नखान सक्छौँ होइन हामी अगाडि सक्यौँ त्यही पनि भरे पानीपुरी खाने प्लान चाहिँ छ है यो चाहिँ दिउँसोको कति बज्यो हाम्रो यहाँनिर 3 साढे 4 बजिसकेको छ अब एकछिन बेलुका खाने प्लान छ तर हेरौँ निशालाई चाहिँ हेर्नु त दर्शक बिन यो चाहिँ मेरो गाउँको भिडियो लास्ट हो त्यही भएर होइन के हुन्छ सबै कम खाइरहेको छ हेर्नुहोस् त दर्शक बिन निशालाई माइती घरमा रमाइलो भएर टाइम कति भयो त्यो पनि थाहा छैन हजुर त्यो चाहिँ हो त्यो माथिको नाइटी मन छ त्यो नाइटी पनि खानु मन छ मलाई होइन भ्याकै छैन कि अस्ति खाएँ नाइटी होइन अझै खाने कति के खान्छ अझ यहाँ पनि न यहाँ किवी पनि छ हेर्नु त किवी यहाँ एक झोला दिउँ भन्छ किवी पनि यहाँ छ एक झोला छ यो पनि खान बाँकी छ अझै है निबुवा छ माथि निबुवा पनि छ निबुवा बिर्सिरहेको है निबुवा चाहिँ लिएर जानुपर्छ खानेकुरा छ सुन्तला छ अझै रुखै भनी छ होइन अब यहाँनिर लोकल केरा पनि खानु बाँकी छ अझै सबै दिनमा एउटा फ्रुट्स खायो भने गाइँदैन धेरै धन्यवाद तपाईँले मेरो भिडियो हेरिदिनु भएकोमा मेरो भिडियो खासै अब सहितले पनि हेरिदिनु मलाई थाहा छ होइन कसैले हेरेर हुन्छ त्यो सबैजना धन्यवाद छ यसरी नै मलाई माया सपोर्ट गरिराख्नु होला होइन तोसी तिमी पनि 20 होला जाऊ नानाको भिडियोलाई सबैजनाले हेरेर के भन्छ मनोरञ्जन लाइक गरिदिनु होला प्रयास गरिराख्नु भएको छ हजुरहरूलाई केही कमजोरी लागेको छ भने होइन हजुरहरूले कमेन्ट बक्समा लाइक यो गर त्यो गर भनेर भन्दा नि हुन्छ त्यही हो सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला यस्तो राम्रो मान्छेले यति मेहनत गरेर बिचराले गरिराख्नु भएको छ मेहनत देखेर पनि भगवान्ले घुँडा टेक्नु पर्ने खासमा त्यही
त्यही हो मेरो बहिनीकोले एकदम राम्रो बोल्नुभयो धेरै धेरै धन्यवाद बाई बाई चाँडै अर्को भिडियोमा तपाईँहरूसँग भेट्नेछु बाई बाई